जय मसी परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्। आज तपाईँहरूको सामु मैले लिएर आएको छु यूहन्ना रचित सुसमाचार 5 अध्यायको 24 देखि 27 सम्म। जोन च्याप्टर 5 भर्स 24 to 27। यहाँ यसरी लेखिएको छ, साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुनेमा विश्वास गर्छ त्यससित अनन्त जीवन छ। त्यो न्यायमा आउँदैन, तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ। साँच्चै म तिमीहरूलाई भन्दछु, त्यो समय आइरहेछ र त्यो समय अहिले हो जब मृतकहरूले परमेश्वरका पुत्रको स्वर सुन्नेछन् र सुन्नेहरू बाँच्नेछन्। किनभने जसरी पिता आफैमा जीवन छ, उसरी नै उहाँले पुत्रलाई पनि आफैमा जीवनको स्रोत हुने अधिकार दिनुभएको छ अनि उसलाई न्यायको फैसला दिने अधिकार दिनुभएको छ, किनभने ऊ मानिसको पुत्र हो। परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्। आमीन आमीन आमीन।